हेलो साथीहरू, आज तपाईँहरू समक्ष मेरो एउटा सानो मिनी ब्लग है। हेर्नुहोस् है, यो भत्केको पुल देखेर तपाईँलाई थाहा भयो होला हामी चाहिँ कहाँ जाँदैछौँ भनेर है। र यो चाहिँ अहिले टेम्पोरेरी रोड बनाएको छ मुनिपट्टि है। अहिले जसो जसो ठिकै रहेछ अहिले ट्रान्सपोर्टेसनको लागि। र यहाँनिर चाहिँ हामी तिनजना है हामीले आज यहाँनिर बाङ्गे बजार आएको छौँ। र नानी चाहिँ सायद लामो टुरले गर्दाखेरि सुतिरहेको छ है, थाक्यो होला र पछाडिपट्टि सुतिरहेको छ। अहिले हामी चाहिँ यहाँ बाङ्गे बजार आइपुग्यौँ र बाङ्गे बजार कस्तो के छ भने चाहिँ तपाईँहरूलाई आज हामी देखाउन जाँदैछौँ है। हुन त तपाईँहरू पहिला पनि आउनुभएको होला र यहाँ पस्ने बित्तिकै फर्स्टमा देखिहाल्नु पर्ला दुनियाँभरको लुगा फाटा है सबै रहेछ। यहाँ मोबाइलको कभरहरूदेखि लिएर है हाफ प्यान्टको दाजु, हाफ प्यान्टको भाइ सबै पाउँदो रहेछ यहाँनिर चाहिँ। लु हेर्नुहोस्, थरीथरीको लुगा फाटादेखि लिएर टाकटुक पाउँदो रहेछ। सायद गरम चढेर होला निम्बुको रसहरू यहाँनिर सर्बतहरू पनि बनाउँदैछ र आमा छोरी चाहिँ पछि पछि आउँदैछ। म चाहिँ अब यसो अगाडि के कसो पाउँदो रहेछ यहाँनिर भनेर हेर्दै आएको है। पहिला पनि आउनु चाहिँ आएको, तर योपालि चाहिँ अब है विन्टरमा आउँदाखेरि चाहिँ प्रायः चाहिँ यहाँनिर लुगा फाटा रहेछ। लेडिसहरू लाउने सुरुवालहरूदेखि लिएर भाइरल सुरुवालहरू किसिम रहेछ। अलिअलि गर्मी चढेको कारणले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ दुईजना सपिङ गर्दैछ र म चाहिँ यहाँ यसो कुल्फी खाएको नि है। अब यो लोकल के कस्तो हुन्छ, टेस्ट राम्रो लाग्यो, मजाको है। साह्रै गरम पनि छैन र यहाँ चाहिँ तपाईँहरूले घरहरू सजाउनुको लागि फ्रेमहरूदेखि लिएर के कसो चाहिन्छ है सबै प्रकारको पाउँदछ। र अहिले हामी चाहिँ यहाँनिर सब्जी मन्डी आइपुग्यौँ। सब्जी मन्डीमा चाहिँ के कसो रहेछ भन्दा यसो नापतोल भाउहरू हेर्दाखेरि चाहिँ प्याज 25 रुपियाँ केजी, टमाटर 20 रुपियाँ, धनियाँ 10 को 3टा, साबुनहरू यहाँ सबै कालो साबुन भाँडासाँडा धुनेहरूदेखि लिएर हर्दी लसुन प्याज रमभेडा है। र यो चाहिँ अहिले डल्लेको बिजन है साथीहरू, डल्ले खुर्सानीको बिजन पनि आएछ र अचम्म लाग्यो पनि हो। यत्रो ठुल्ठुलो सुक्टी सित्राहरू पनि यहाँनिर पाउँदो रहेछ। र यो चाहिँ मसाला दोकान भयो है, सबै किसिमको यहाँनिर बाङ्गे बजार चाहिँ सबै पाउँदो रहेछ। यो चाहिँ माछा दोकान भयो है। र यो बाङ्गे भनेर चाहिँ अब मान्छेले पहिला चाहिँ दिमागमा के थियो नि, सेकुवा खाएर मातेर लडीबडी गरेर हिँडिन्छ बाङ्गो टेढो भएर चाहिँ बाङ्गे बजार भनेर सोचेको, तर होइन रहेछ। यो चाहिँ राम्रो बजार रहेछ। यहाँनिर चाहिँ खानुको व्यवस्थादेखि रेस्टुरेन्टहरू सबै रहेछ। खसीको मासु, कुखुराको लोकल कुखुरा है र हात हतियार तपाईँहरूलाई के कसो चाहिन्छ सबै यहाँनिर चाहिँ अलरेडी पाउँदो रहेछ। र साथीहरू यहाँ है माछासाछाहरू तपाईँले के कसो लानुहुन्छ घरमा सबै कुरो यहाँ चाहिँ धेरै सस्तो पर्दो रहेछ दार्जिलिङभन्दा चाहिँ है। र यो घुम्दै फिर्दै के कसो रहेछ भन्दै अझ अगाडि बढ्यो। यहाँ चाहिँ खानाको रेस्टुरेन्ट चाहिँ यस्तो टाइपको हुँदो रहेछ, थुप्रै खाना र सानो हामी चाहिँ अब दाल साल यसो अलिअलि है घरमा चाहिने कुराहरू चाहिँ 10 को 2टा